अध्यक्षको अनुमति अनुसार कार्यक्रम अगाडि बढाउन चाहन्छु। अब हामी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। आजको कार्यक्रममा प्रमुख अतिथिको आसन गरिदिनु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चन्द्रबहादुर खड्काज्यूलाई अनुरोध गर्दछौँ। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन विद्यालय व्यवस्थापन समितिका सदस्य तोरण बहादुर ज्यूलाई विनम्र अनुरोध गर्दछौँ। विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन माडनी गाउँपालिका वडा नम्बर 5 का कार्यवाहक वडा अध्यक्ष ओम बहादुर महलज्यूलाई विनम्र अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन विद्यालय व्यवस्थापन समितिका सदस्य डाल बहादुर चौहानज्यूलाई विनम्र अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन विद्यालय व्यवस्थापन समितिका सदस्य पद्मा विकलज्यूलाई विनम्र अनुरोध गर्दछु। त्यसै गरी अतिथि गरिदिनु हुन विनम्र अनुरोध त्यसै गरी आसन ग्रहणको क्रममा अतिथिको रूपमा प्राविधिक भार संयोजक इन्जिनियर जीवन कुमार सरलाई पनि आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। यसै परीक्षा 2081 मा सहभागी हुने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम 2081 फागुन 22 गते उद्घाटन भएको जानकारी गराउँछु। धन्यवाद।
माध्यमिक विद्यालयको शैक्षिक सत्र 2081 को 80मा संलग्नित हुनुहुने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना पत्र प्रदान गर्नको निम्ति हामी कक्षा 9 को सम्पूर्ण छात्र छात्राको तर्फबाट सादर नमस्कार साथै नजिकै गरेको फलामे दाँते चिनिने एसई परीक्षामा उच्च जीपीए हासिल गरी यस प्रमुख अतिथि मोहम्मद महज्यू अतिथिका रूपमा मञ्चमा आसीन हेपो इन्चार्ज जयलाल पन्थी राज्यका साथै यहाँ उपस्थित सम्पूर्ण अतिथिहरूमा म कक्षा 10 मा अध्ययनरत छात्रा प्रशंसा पन्थीको व्यक्तिगत र कक्षा 10 को तर्फबाट आयोजकहरूप्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्न चाहन्छु। यो क्षण हाम्रो विद्यालय जीवनको अविस्मरणीय पल हो। कक्षा 9 ले आयोजना गर्नुभएको यो शुभकामना आदान प्रदान कार्यक्रम हाम्रो लागि भावनात्मक तवरले निकै महत्त्वपूर्ण छ। यस विद्यालयमा बिताएका वर्षहरू केवल पठन पाठनका शुभकामना तथा बधाई दिँदै गाउँको भविष्य उज्जवल रहोस् भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार। युद्धको भएर आफूले जानेको देखेर धेरैभन्दा धेरै राम्रो अङ्क ल्याउनु होला र राम्रो जिपिए ल्याउनु होला। तपाईँ ल्याएको जिपिएले हाम्रो गुणस्तर निर्धारण कति बेला गर्नेछ भन्ने कुरा राख्दै को लागि मनोज विक, रोहित विक, कृपा नरसिंह, प्रशान्त विक विद्यालयमा साहित्य प्राध्यापक लगायत सम्पूर्ण अध्यापकहरू प्राविधिक धारका संयोजक लगायत सम्पूर्ण प्राविधिक धारका शिक्षामित्रहरू यसै प्रवेश गर्नुभएका प्राविधिक एवं साधारण धारका विद्यार्थी भाइ बहिनीहरू र आजको यस कार्यक्रमको आयोजना गर्नुभएका आयोजक Like
कृपया ताली बजाइदिनु। बधाई तथा शुभकामना। 2081 को एससी परीक्षामा सम्मिलित हुने नियमित समूहका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको लागि कक्षा 9 द्वारा आयोजना गरिएको यो बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काज्यू र यो कार्यक्रममा उपस्थित हुनुभएका मारनानी गाउँपालिका वार्ड नम्बर 5 का कार्यवाहक अध्यक्ष हुमबहादुर बोज्यू, त्यस्तै गरी हाम्रो विद्यालयका व्यवस्थापन समितिका सदस्य ज्यूहरू, हेपोका इन्चार्ज जयलाल पन्थीज्यू, त्यसै गरी अतिथिको वृत्तमा रहनुभएका सम्पूर्ण अतिथिज्यूहरू, विद्यालयका सहायक प्राविधिक धारका इन्जिनियर लगायत यस विद्यालयका सम्पूर्ण शिक्षक स्टाफ मित्रहरू र कक्षा 10 मा एससी परीक्षामा सम्मिलित हुन गइरहने विद्यार्थी भाइ बहिनीहरू र यो कार्यक्रमको आयोजना गर्ने सम्पूर्ण कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरू सबैलाई म विद्यालयको तर्फबाट र मेरो तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु र भाइ बहिनीहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो प्रारम्भमा म के भन्छु त भने अब यो हामी एउटा परीक्षाको सन्निकटमा आएका छौँ र यो परीक्षा हाम्रो विगत वर्षमा जस्तै एउटा परम्परा रहिआएको छ कि हामीले बधाई तथा शुभकामना व्यक्त गर्ने र सो कार्यक्रमबाट महत्त्वपूर्ण अवसरमा हामी उपस्थित भएका छौँ र सबै विद्यार्थी भाइ बहिनीहरूलाई अघि हामी फुल माला अबिर लगाएर बधाई ज्ञापन गरेका छौँ। विभिन्न प्रकारका गिफ्टहरू आदान प्रदान भएका छ, खुसीहरू आदान प्रदान भएको छ र एउटा चाहिँ आफ्ना साथीहरूलाई, आफ्ना सिनियर साथीहरूलाई भाइ बहिनीहरूले गिफ्टहरू दिने काम भएको छ, बधाई दिने कामहरू भएको छ। त्यसकारण यो एउटा ऐतिहासिक क्षण हो। यो क्षणले हामीलाई अगाडि बढ्नको निम्ति एउटा ऊर्जा प्राप्त हुनेछ। विद्यार्थी भाइ बहिनीहरूले उत्कृष्ट नतिजा ल्याउनको लागि र भविष्यमा विद्या शान्ति मावि र आफ्नो जीवनमा समेत यसले चाहिँ एउटा प्रगति गर्नको लागि अग्रगामी दिशातर्फ जानको लागि यो कार्यक्रमले एउटा कोसे ढुङ्गा साबित हुनेछ भन्ने मलाई महसुस भइरहेको छ र सबै विद्यार्थी भाइ बहिनीहरूलाई यो अवसरमा म बधाई ज्ञापन गर्न चाहन्छु र सम्पूर्णले उत्कृष्ट नतिजा प्राप्त हुनेछ भन्ने समेत अपेक्षा व्यक्त गर्न चाहन्छु। र विद्यार्थी भाइ बहिनीहरू हामी अहिले यो विद्यालय 2019 सालमा स्थापना भयो। त्यसपछि हामी धेरै अरू अवरोहहरू पार गर्दै धेरै पटक यस्ता परीक्षाहरू विभिन्न प्रकारका, चाहे त्यो बाह्य प्रकारका परीक्षाहरू चाहे आन्तरिक प्रकारका परीक्षाहरू, कि हामी यो एउटा मापन हुने परीक्षा पनि हो। त्यसो भएको हुनाले यसमा हामी बडो गम्भीर हुनुपर्ने जरुरी छ, बडो हामी यसको निम्ति बडा मेहनत गर्नुपर्ने आवश्यकता छ र हामी सफल हुनुपर्ने स्थिति छ। त्यसो भएको हुनाले अब हाम्रो परीक्षा केन्द्र निर्धारण भएका छन्। त्यस्तै गरी हामी परीक्षाको लागि सम्पूर्ण व्यवस्थापनहरू भइसकेका छन्। त्यसो यसो मिठो मानेर भन्नु नि यस्तो
चाँडै खाऊ 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 चाँडै साथी भेट हाम्रो फेल भयो भने पास भयो भने ल